उद्देश्यले हामी भूमिका युवाहरूले नै अहिलेको कालपिस दैनिकलाई अगाडि सारिरहेका छौँ र मेरो नेतृत्वमा रहनुभएका सम्पूर्ण मेरो साथीहरूलाई पनि म आजको दिनमा विशेष धन्यवाद दिन चाहन्छु। किनभने दैनिक रूपमा हामीले पत्रिका प्रकाशन गर्नका लागि चुनौतीपूर्ण कामहरू अथवा ससाना चुनौतीहरूको सामना गर्दै अगाडि बढिरहेका हुन्छौँ। तर पनि हामी नथाकिकन नआत्तिकन नमात्तिकन नेपाली पत्रकारिताको मूल मर्म र धर्मलाई आत्मसात गर्दै व्यावसायिक पत्रकारितालाई हामीले अगाडि बढाउने प्रयास गरिरहेका छौँ। जुन पत्रकारिताको धर्म हो समाजप्रति, त्यसको लाग्छ हामीले 100% निर्वाह गर्ने प्रयास गरिरहेका छौँ। आजको यो दिनसम्म आइपुग्नको लागि कालपिस दैनिकलाई जसले सहयोग गर्नुभयो, स्थापना कालदेखिका संस्थापक टिमदेखि लिएर आजसम्मका सम्पूर्ण सम्पादकीय टिमका साथीहरू, अग्रज दाजुहरू, व्यवस्थापनका साथीहरू, अग्रज दाजुहरूलाई म विशेष आभार प्रकट गर्दै आगामी दिनमा पनि कालपिस दैनिकलाई अझ राम्रो, सशक्त र जिम्मेवार पत्रिकाको रूपमा स्थापित गर्ने हामी अहिलेको पुस्ता प्रतिबद्धता गर्दछ। र आजको यो कार्यक्रम भनेको हाम्रो छोटो कार्यक्रम हो। यो कार्यक्रम गर्न पनि हामीलाई त्यति सजिलो थिएन, तर पनि हामीले अब होइन अब गर्नुपर्छ, आँट गर्नुपर्छ भनेर हामीले फेरि यो सुरुवात गरेको छौँ। र त्यसको आजको सुरुवात, यो आजको मुख्य आकर्षण भनेको हाम्रो वार्षिक उत्सव सँगसँगै हामीले पत्रकारिता क्षेत्रमा राम्रो गरिरहेका युवाहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ। किनभने पत्रकारिताको मर्म, पत्रकारिताको महत्त्व घटिरहेको बेलामा युवा पत्रकारहरूलाई प्रोत्साहन गर्नुपर्छ, जसले चाहिँ व्यावसायिक रूपमा कलम चलाइराख्नु भएको छ भनेर हामीलाई महसुस भयो। र त्यो महसुस अनुरूप यो वर्ष हामीले यो वर्षदेखि नै सुरुवात गरेका छौँ र यो हरेक वर्ष अब निरन्तरता पाउनेछ। अहिले युवा पत्रकारिता पुरस्कार, कालकृष्ण युवा पत्रकारिता पुरस्कार भनेर हामीले पत्रकार वीरेन्द्र जैसी, जो चाहिँ हाम्रो कालपिस परिवारसँग पनि जोडिएर केही समय काम गरिसक्नु भएको थियो, वीरेन्द्र जैसीलाई प्रदान गर्दैछौँ। यसै गरी महिला उद्यमिकी क्षेत्रमा छोटो समयमा नै एउटा प्रेरणादायी सफलता हासिल गर्नुभएको महिला उद्यमी हुनुहुन्छ रिचा लुइटेलज्यूलाई हामी उद्यमीहरू, युवा उद्यमीको तर्फबाट हामीले सम्मान गर्न गइरहेका छौँ। यसै गरी गीत सङ्गीतको क्षेत्रबाट बाँकेबाटै आफ्नो करियरको सुरुवात गरेर विदेशसम्म नेपाललाई चिनाउन सफल बाँकेका युवा गायक सुनिल सिंह ठकुरीलाई धेरैले चिन्नुहुन्छ, तर केहीले आज चिन्नु भएको छैन होला। हामी उहाँलाई पनि सम्मान गर्न गइरहेका छौँ। आज विशेष गरी हाम्रा 3टा विधामा हामीले 3टा युवालाई, जसले चाहिँ देशमै बसेर युवाहरूलाई प्रेरित गरिराख्नु भएको छ, आफ्नो क्षेत्रबाट, आफ्नो पेसाबाट उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। र सम्पूर्ण महानुभावहरूलाई यो हाम्रो कार्यक्रम त्यति व्यवस्थित नहोला, मर्यादा क्रममा केही तलमाथि होला, त्यसका लागि म क्षमा माग्न चाहन्छु। र आजको कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्णलाई स्वागत।